र साथै बोर्ड मेम्बरका साथीहरू र सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई मेरो न्यानो अभिवादन। अब यो एक त कस्तो थियो भने हामीले अलि दसैँ अगाडि नै यो के अरे बोनस पनि बाँडे र चाहिँ एजिएम गर्ने प्लानिङ हाम्रो पुरा भइसकेर सबै एनाउन्स गरिसकेका थियौँ। तर चाहिँ विशेष कारणवश यो आन्दोलनले गर्दाखेरि चाहिँ हामीले त्यसलाई पोस्टपोनै गर्नु पऱ्यो। त्यसले गर्दाखेरि फेरि अहिले पनि अर्को नयाँ फेरि आन्दोलन आउने साउने के भने भोलि पनि थियो भन्ने हल्ला पनि चल्दै भएको हुनाले ल यसलाई चाहिँ जतिसक्दो चाँडो गरेर हामी आफ्नो काम सिद्ध्यौँ भन्ने हिसाबले आजको डेट फाइनल गऱ्यौँ। त्यसमा चाहिँ अब एकादशी यस्तो यस्तो परेको हुनाले अब त्यो नेक्स्ट टाइमदेखि चाहिँ त्यसलाई पनि धेरै याद गरेर अगाडि बढ्नेछौँ। तर पनि अब यो भन्दा पनि सकेसम्म काम सिद्ध्याउनु पर्ने भएको हुनाले असुविधाको लागि चाहिँ क्षमै माग्नु पर्ला भन्ने भन्छु। अनि अब यो अगाडिको चाहिँ नि अब यो जुन हाम्रो अहिलेसम्मको जस्तो 15औं अहिले अब 16औं भनौँ न 16औं चाहिँ नि अब हामीले यो कोअपरेटिभको चाहिँ नि एजिएम गरिरहँदाखेरि एउटा चाहिँ आफूले कस्तो एउटा गर्वमानित महसुस गरिरहेको छौँ। किनभने जमानामा अब हामीले 16 वर्ष अगाडि एउटा कौसीमा 25-30 जनाको टिम भएर हामीले सुरुवात गरेको आजको दिनमा चाहिँ करिब 70-80 करोडको कारोबार गर्न पाउँदाखेरि एकदम खुसी लागेको छ। अब यो दौरानमा चाहिँ हामीले धेरै उतार चढावहरू देखेका छौँ। जस्तो उतार चढावमा चाहिँ अब कोरोना भयो, त्यसपछि सायद भुइँचालो पनि पर्छ क्या होइन, भुइँचालो भयो, त्यसपछि अब कति कोअपरेटिभहरू फेरि आए गए, कति बन्द भए होइन। अब त्यो बन्द हुने क्रममा पनि कति चाहिँ चेयरम्यानै थुनेर लगाएको छ, बोर्ड मेम्बर पनि थुनेको छ होइन। यस्ता अनेक चरणहरू पार गर्दाखेरि पनि हामीलाई चाहिँ कुनै पनि किसिमको चाहिँ एउटा रुकावट अथवा एकदमै फ्लो हाम्रो राम्रो फ्लो किसिमले कुनै पनि अब्स्टेकलहरू नपरिकन हामी आजसम्म यहाँ आएका छौँ। यो चाहिँ यसलाई चाहिँ के भन्छ भने हाम्रो चाहिँ एउटा डिसिप्लिन भनौँ न, एउटा कुनै पनि कम्पनीमा कोअपरेटिभ फाइनेन्सियल होस् या चाहिँ नि एउटा कुनै प्राइभेट कम्पनी होस्, फ्यामिली होस्, त्यसमा चाहिँ एउटा राम्रो डिसिप्लिन भयो भने डिसिप्लिन भनौँ, त्यसपछि ट्रान्सपेरेन्सी होइन, ट्रस्ट, यो कुराले गर्दा भयो भने चाहिँ कुनै पनि कम्पनी चाहिँ नि अगाडि राम्रोसँग बढ्छ भन्ने म मान्यता राख्छु। त्यो अनुसार पनि हामीले यो कोअपरेटिभलाई चाहिँ एकदमै डिसिप्लिनमा लाने सोचेर चाहिँ अगाडि बढाएको हुनाले अहिलेसम्म हामीलाई कुनै पनि यस्तो फ्लो चाहिँ त्यस्तो राम्रो किसिमले भइरहेछ, कुनै अब्स्टेकल आएको छैन र अगाडि आउनु पनि दिने छैनौँ भन्ने जानकारी गराउँछु। र यो हुनको लागि चाहिँ के छ भने विशेष गरी हामीले लोन दिने कुराहरूमा जस्तो हाम्रो कुबेर सरले भन्नुभएको कुराहरू पनि यसमा हामीले धेरै विचार गर्नुपर्ने छ। फेरि उहाँ पनि एक्सपर्ट हुँदा र हामीसँग जोडेको हुँदाखेरि तपाईँहरूले आफैले पनि बुझ्नु कि हाम्रो ब्याकअप चाहिँ अलिकति बलियै छ है भन्ने किसिमले पनि एउटा भन्न चाहन्छु। उहाँ हामीसँग जसले पनि सुरुवातदेखि नै उहाँ पछाडि हुँदाखेरि हामीले कुनै पनि कुरा चाहिँ अब्स्टेकल पऱ्यो अथवा कन्फ्युजन पऱ्यो भने पनि हामीले एक्सपर्ट एडभाइस लिएर नै अगाडि बढिरहेको हुन्छौँ। त्यो अनि उहाँको जुन पनि एडभाइसहरू छ, उहाँले हाम्रो टिमको जति स्टाफहरूलाई चाहिँ गराउने ट्रेनिङहरू भयो होइन। अब धेरै ठुलो अरबौँ कारोबार गर्ने चाहिँ ट्रेनिङ मतलब कोअपरेटिभहरूमा पनि उहाँले लगेर चाहिँ ट्रेनिङहरू गराउनु भएको छ। त्यो सबैले गर्दाखेरि हाम्रो चाहिँ यो जुन कोअपरेटिभको टिम चाहिँ एकदमै धेरै बलियो बनेको छ, उनीहरू आफै सक्षम भइसकेको छ। त्यही भएर सानो टिमले पनि हामीले एकदम सक्षमतापूर्वक अगाडि बढाइरहेका छौँ। लोनै दिने कुरामा पनि हामीले जसो यसो हेरेर लोन कमिटीले भनेर यताउता गरिदिँदैन, हामी सबैलाई कुनै पनि लोन दिँदाखेरि हाम्रो पुरै टिमले थाहा भइरहेको हुन्छ। र त्यसमा पनि कस्तो भने एउटा इक्जाम्पल दिँदाखेरि चाहिँ मेरो एउटा साथीले चाहिँ लोन लिनु पऱ्यो भन्ने हिसाबले मलाई कुरा गर्दाखेरि चाहिँ मैले हाम्रो म्यानेजर साहबलाई भेट्नुहोस् भन्दाखेरि उसलाई भेट्यो। उसले चाहिँ अब त्यहाँ त्यो विभागको चाहिँ निर्देशिका अनुसार अब निर्देशिका अनुसार चाहिँ दिने हो, तर निर्देशिका पालन गर्ने नगर्ने भन्ने कुराहरू हुन्छ। अनि त्यो कुरामा चाहिँ हामी एकदम स्ट्रिक्ट फलो गर्छौँ। अनि त्यहाँ जाँदाखेरि उसले चाहिँ नि कुरा गरेर आयो, उसको कोलाटरल पनि राख्ने सबै राख्ने भन्दाखेरि पनि उसले चाहिँ हामीले रिजेक्ट गर्यो। रिजेक्ट भन्नाले हामीले अब अलिकति तिम्रो यो क्राइटेरिया पुगेन भन्दाखेरि पछि उसले मलाई आएर कम्प्लेनै गर्यो, तिम्रो कोअपरेटिभ त एकदमै त्यो ब्याङ्कको जस्तो नियम कडा भयो भनेर पनि कम्प्लेन गर्यो। तर पनि हामीले अब यो नियम यस्तै छ, यसलाई हामी कन्टिन्यू गर्नै पर्छ भन्ने हिसाबले हामीले सायद त्यो लाइन लोन दिएन होला मेरो विचारमा, दिएनै नै जस्तो लाग्छ मलाई।
अब यो दौरानमा चाहिँ यो किसिमले सुशासन लिएर अगाडि बढेको हुनाले तपाईँहरू पनि निर्धक्कसँग अगाडि बढ्नु होला र कोअपरेटिभ चाहिँ एउटा कस्तो छ भने अहिले मैले देखेको जति पनि यो विकृति बन्द भएको चाहिने यो थुनामा परिरहेको अब सांसद सुत्दै थुनामा पर्ने अहिले त 800 कि कतिजना मान्छे त भित्रै छ अरे कोअपरेटिभको केसमा होइन यो सुनिरहेको छु मैले यो सबै हुनमा चाहिँ के छ भने जस्तो कोअपरेटिभको जुन टिम छ नि जुन चेयरम्यानदेखि लिएर बोर्ड मेम्बरहरूको यिनीहरूको कस्तो हुन्छ भने एउटा बिलोमतो जस्तो हुन्छ अनि उनीहरूले त्यो पैसा देखेको हुँदैन पैसा छट्ट देख्ने बित्तिकै त्यसलाई चाहिँ ओहो यो त हामीले चाहिँ युज गर्नुपर्छ यसको भनेर व्यक्तिगत फाइदा लिनतिर जान्छ क्या व्यक्तिगत फाइदा लिन जाँदाखेरि के हुन्छ भने उसको चाहिँ अब जग्गामा लगानी गर्ला कहीँ लगानी गर्ला यसो लगानी गर्दाखेरि चाहिँ त्यो भनेको टाइम रिटर्न आउँदैन व्यक्तिगत लाभ लिन खोज्दाखेरि त्यसले गर्दाखेरि ब्याकफायर भएर चाहिँ म्याक्सिमम चाहिँ यसरी कोअपरेटिभ डुबेको मैले देखेको छु यो चाहिँ मेजर कुराहरू भयो अब अहिले हामीले चाहिँ जस्तो यो अगाडि बढ्ने कुरामा चाहिँ कति चाहिँ फेरि यो प्रविधि मैत्री भनौँ त्यसपछि हामीले अफिसलाई अपग्रेड गर्ने कुराहरू अफिस पनि अहिले अब तपाईँहरू कति भिजिट गर्नुभएको छ है त टाइम टाइममा जानुहोस् हामीले धेरै अपग्रेड गरेको छौँ हेर्दाखेरि पनि राम्रो आउँदाखेरि पनि यसो गफ गरौँ जस्तो बसौँ जस्तो गइराखौँ जस्तो इन्भाइरोमेन्ट बिस्तारै बिस्तारै हामीले बनाएको छौँ त्यो प्रविधि मैत्री कुरामा हामीले अहिले चाहिँ कति यहाँ हाम्रो सदस्यहरूलाई थाहा होला नहोला हामीले चाहिँ अहिले त्यो मोबाइल एप पनि युज गरेर बनाएको छौँ ट्रेडको साकोस भनेर बनाएको छौँ होइन त्यो मोबाइल एप चाहिँ यति राम्रो छ कि यो कति चाहिँ तपाईँहरूले युज गर्नुभएको छैन त्यसलाई डाउनलोड गर्नु होला त्यो ब्याङ्कको भन्दा पनि राम्रो छ मैले आफै पनि चलाइरहेको छु अहिले होइन अहिले मैले चाहिँ पहिला अब मेरो नेभिल ब्याङ्कमा खाता छ मैले नेभिल ब्याङ्क अब त्यसमा क्युआर पनि छ नेभिल ब्याङ्कको क्युआर युज गरेर मैले पेमेन्ट गर्ने यहाँमा गर्थेँ अहिले चाहिँ फेरि मैले त्यो ट्रेडकै क्युआर युज गर्छु होइन त्यसमा चाहिँ तपाईँलाई कस्तो भने त्यो एकचोटि बनेपछि तपाईँलाई अब फोन गरेर हाम्रो अफिसमा फोन गरेर मेरो लोन कति छ मेरो एफडीमा कति छ मेरो कति लोन आयो कति गयो होइन मेरो स्टेटस के छ कति पैसा जम्मा छ हरेक दिनको चाहिँ त्यो भनेर कुनै अफिसमा फोन गरेर सोधिराख्नुपर्ने जानकारी लिइराख्नु पर्दैन त्यो एउटा एप भएपछि तपाईँको सम्पूर्ण डिटेल त्यसमै हुन्छ होइन त्यसले गर्दाखेरि त्यो एप चाहिँ अब कसै डाउनलोड गर्नुभएको छ गर्नु होला अलिकति केही त्यस सम्बन्धी आइडिया चाहियो भने हाम्रो टिमसँग समन्वय गरेर चाहिँ एक्चुअली त्यसलाई डाउनलोड गर्नु होला भन्दै अब यो यस्तै किसिमको अरू पनि अपडेट गर्दै लाने र तपाईँहरूको जुन हामीले एउटा बचतकर्ताहरूलाई चाहिँ एसुरेन्स के गराउँछ भने जुन बचत गर्नुभएको पैसा चाहिँ हामीले एकदम सर्वेक्षण गरेर राइट ठाउँमा राइट रिटर्न आउने हिसाबले अगाडि बढेको हुनाले ढुक्कसँग बस्नु होला ढुक्कसँग लगानी गर्दा पनि हुन्छ ऋण लिँदा पनि त्यसरी आफ्नो कोल्याटरल बेस तिर्न सक्ने हिसाबको क्षमता लिएर आउनु होला भन्ने चाहन्छु र यति भन्दै अब दसैँको पहिला भए त अब दसैँको शुभकामना दिनुहुन्थ्यो अब दसैँ पनि सिद्धि तिहार पनि सिद्धि छठ पनि सिद्धिसक्यो होइन अब के भन्नु भन्दाखेरि शुभकामना चाहिँ अब आइन्दा दिनमा चाहिँ अब राम्रो गभर्मेन्ट बनोस् होइन राम्रो गभर्मेन्ट बनोस् अलिकति लङ टर्म जाने चाहिँ प्रधानमन्त्री जुन आउने भन्ने हल्ला छ आउँछ आउँदैन त्यो त आफ्नो ठाउँमा छ के हुन्छ त्यस्तो किसिम बनोस् हाम्रो पनि विदेश अरू विदेशी देशहरू जस्तो हाम्रो देश बनोस् भन्ने शुभकामना दिँदै अब यो दुई शब्द यही टुङ्गाउँछु अब हामीले लन्चको पनि व्यवस्था गरेको छौँ लन्च खाएर पाल्नु होला भन्दै यो दुई शब्द यही टुङ्गाउँछु नमस्कार